त त्यो चाहिँ त्यही भएर स्केल चाहिँ ठ्याक्क चुज गर क्या राई मैलाले गाउँ छोड्यो यसमा गाउँदा कति माथि पुग्छ त बाटो छेकिदेऊ न हुँदैन क्या अनि कुन गाडीमा चढ्यो होला कुन घुम्ती तार्यो होला ए फर्क कहाँ पुग्नु ए फर्क भनिदेऊ न अरे यहाँ अन्त गाउ बाटो छेकिदेऊ न गाडीमा चढ्यो होला कुन घुम्ती काट्यो होला ए फर्क भनिदेऊ न राई मैलाले गाउँ छाड्यो रे कस्तो दामी भयो नि त स्केल राई मैलाले सरी म ट्र्याकमा चाहिँ गाउन सक्छु थ्याङ्क यू दादा प्रज्वल दादा एकदम स्केलले पनि त्यस्तो हुन्छ कहिले कहिले सिङ्गिङमा क्या स्केल वाइज पनि तपाईँको आफ्नो स्केलमा ठ्याक्क पऱ्यो भने मजा हुन्छ गाउँदा होइन स्केल परेन भने 10 घन्टा घोड्दा हुँदैन रेकर्डिङमा पनि त्यस्तै ल थ्याङ्क यू एभ्रिवान अब दिदीले पनि सब गर्नुहुन्छ नि मलाई धन्यवाद 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 सबैजनाले बहिनी सहरमा बस्ने मान्छे भन्दा गाउँमा बस्ने देवता हुन्छन् कुन चाहिँ गीत गाउने होला दादा मलाई भन्नु त हजुरले देखूं मैं तुझे या देखूं कुदरत के नजारे मुश्किलों में है ये दिल मेरा माना तेरी सूरत की है शादी सो टका बिल्लो मेरे दिल का सोना बिखरा ये तेरी चांद वालिया रे होठों पे गालिया ये तेरी चांद वालिया रे होठों पे गालिया सोचने का मौका ना दिया है मैं तो तेरे पीछे हो सुब्बा कुन गीत भन्नु भएको रे दाजु ए दाजु हौ ए मिस्टर क्षितिज थ्याङ्क यू यो एकदमै अर्कै भयो ए मिस्टर क्षितिज दाजु कुन गीत भन्नु भएको रे अब दिदीले पनि गाउनुहुन्छ नेपाली सङ्ग यो अर्को दिदीले त 10 मिनटमा 20 वटा गीत गाउनु हुँदो रहेछ रे पत्रै यहाँ पनि त्यही भनिराख्नु भएको छ तर मेरो कमेन्ट भएको छ यहाँ म्युट भएको छ कि मेरो कमेन्ट देखेन ऊ छिट्टी खालको रहेछ फर्किएकी हात म फुलेको थाली रहेछ के भन्नु चिना रेखा भन्नु रहेछ गाउँ छोडेर ल उसले उता गाउँदैछ नि त ल गाउँ गाउँ उता दिदीले गाउनुहुन्छ छोडेर दिदीले गाउनुहुन्छ मिस्टर क्षितिज सुब्बा गाउँ छोडेर कतिचोटि उसले गाउँछ अनि म गाउँछु ल होइन दिदीले गाउनुहुन्छ होइन गाउनु गाउनु म यहाँ के भन्छ बोलिरहेको छु गाउँ अनि म गाउँछु अहिले म त यत्तिकै ट्र्याक बिना गाउँछु मलाई त्यो आउँदैन कि त्यो राम्रोसँग बजाउन तर बजाउँछु थ्याङ्क यू ए हा जो नहेर्नु तिमी माथि माथि सागरको जो नहेर्नु तिमी माथि माथि
तिम्रो नजरको ए हा अलिकति धेरै गाउन सकिनँ है त्यसको लागि सरी वा होइन दामी दामी सबैले राम्रो भन्नुभएको छ अनि ओ राम्रो लाग्यो मलाई पनि अस्ति नै कुलसँग जोइन भएर यो गीत गाएको थियो हो यो कुलसँग त्यो ग्रुपमा जोइन भएको थियो हो मैले यो भोइस कहाँ सुनेको यो गीत भन्छु उसले कहाँ गएको थियो भनेर त कुलसँग ग्रुपमा जोइन हुँदाखेरि अनि गेस्टमा जस्तो लाग्छ गेस्टमा चाहिँ यो गएको थिएन मैले अर्को गएको थिएँ गेस्टमा चाहिँ यसरी गेम खेल्दा पनि जोडिनु भएको थियो कुलसँग गेम भन्नाले नि धेरैचोटि भइसक्यो 2 3 4 5 चोटि होइन उसले लिन्छ ऊ अफ बस्छ कि रिक्वेस्ट चाहिँ तर लिन्छ लिएर हुन्छ क्या दादा म चाहिँ त्यसरी दादालाई जहिले पनि त्यो पठाइ चाहिँ गर्दिनँ कि मैले अस्ति खासमा एउटा बेल्जियम बोय भन्ने छ नि उहाँलाई चाहिँ जोइन गर्नलाई चाहिँ गराएको थिएँ कि उसँग चाहिँ जोइन हुनु मन भएर नाइ उसलाई मैले जोइन गराइदिएको हो कि खासमा अनि उहाँले प्र्याङ्क गर्नुभएको दादालाई अनि दादा र अर्को अबुम दादा चाहिँ लाइक प्र्याङ्क हुनुभएको थियो एकछिन अनि कस्तो नथाहा भएको त नि उसले चाहिँ थाहा थिएन उनीहरूलाई कुलबोय दाइलाई पनि थाहा थिएन अर्को दाइलाई पनि थाहा थिएन एकछिनसम्म प्र्याङ्क भयो पछितिर त सबजनाले डाँट्न लाग्यो उसलाई कुलबोयलाई के अरे यस्तो प्र्याङ्क गर्ने यताउता भनेर अनि बल्ल पछि थाहा पाएर सुरेशजी पास्टरबाट म खोटाङ हो अघि विकास राणा मगर थ्याङ्क यू सो म त मेरो भोइस नै सुतिसक्यो रात परेर फेरि नानी सुतिरहेको छ कि रुममा दाईको नानीहरू छ नि त मसँगै सुतिरहेको छ नि त्यही भएर नि मैले चाहिँ धेरै गाउँदिनँ गाए पनि यतिकै त गाइदिइहाल्छु सानो स्वरमा केही फरक पर्दैन तर सबैले गाउँ छोडेर भन्नुभएको थियो अनि त्यही भएर गाउँ छोडेर एउटा टुक्रा गाइदिन्छु ल गाउँ छोडेर सहरतिर म त नजाने लैलै म त नजाने ए गाउँ छोडेर सहरतिर म त नजाने लैलै म त नजाने जन्मे हुर्के पहाडमा जुनिया काट्ने लैलै जुनिया काट्ने यति नै हुर हस् धन्यवाद कति धेरै भयो अघिदेखि यही भनेको भन्दै गर्नुभएको थियो अब म दिउँसो चाहिँ प्रायः ट्र्याकहरूमा गाइदिन्छु नि दिउँसो भयो भने चाहिँ ओपन लाउड गाउनु मिल्छ राति चाहिँ अब घरमा पनि ओलोकोटा पोलोकोटा सबै फ्यामिली भएपछि आमा आपा हुन्छ दाइ भाउजू नानी मैसँग सुतिरहेको हुन्छ अनि त्यो हामीले गीत गाउँदाखेरि पनि रातिमा चाहिँ त्यो आवाज दब्दो रहेछ कि त्यस्तो नेचुरली नि त्यस्तो हुन्छ भन्दा सारेगामापा गएको थियो नि जति बेला अब यति धेरै 4-5 हजार जना मान्छे काठमाडौँमै अनि त्यतिजनामा चाहिँ अब मेरो चाहिँ टर्न कति बजे आएको थाहा छ हामीले जसरी आज यो 7 बजे भएन बिहानको 7 बजे हामीले बोलाएको छ यहाँनिर थिएटरमा कुन राउन्डमा गयो कुन राउन्डसम्म गयो म धेरै अगाडिसम्म गएको थिएँ तर अब नेपालमा त्यही हो नि आफ्नो मान्छे युट्युबमा छ युट्युबमा पनि छ मैले धरानाको बजारमा माया बस्यो एकै नजरमा माया धरानी यो गाएको थिएँ कि अनि अर्को चाहिँ लहनाले चुरायो कि ट्र्याकमा यो पनि गाएको थिएँ अनि अर्को जाउला माया साथैमा रोदेरे यो पनि गाएको थिएँ धेरै गाएको थिएँ तर फेरि भिडियो हाल्दिनँ कि एउटा भिडियो पनि हाल्दैन फर्स्ट भन्नाले उहाँहरूलाई के रहेछ भन्दाखेरि अब
यसरी अब मैले त्यो नराम्रो त भन्नु खोजेको होइन, तर मैले त्यहाँबाट पनि केही कुराहरू चाहिँ सिकेँ होइन। तर उहाँहरूले चाहिँ मेन भनेको अब नेपालमा फर्स्ट टाइम सारेगामा परिचयमा आएको थियो होइन, उनीहरूलाई चाहिएको भनेको भ्यू। अनि म सुदूरपश्चिमबाट भएँ, अनि अब भ्यू पनि तान्न सकिने भयो, प्लस त्यस्तो त्यस्तो हिसाबले चाहिँ उहाँहरूले लिनुभएको। फर्स्ट राउन्डमा चाहिँ त्यही भयो, सारेगामापा एकदम एकदम लाइक राम्रो पनि गयो कि भ्यू चाहिँ। अनि सेकेन्ड राउन्डसम्म पनि मेरो कस्तो आउने कि आधा आउने, त्यसपछि पुरै नआउने कि मैले जति गाएको थिएँ त्यो नआउने। अब फर्स्ट राउन्डमा चाहिँ चार्टबस्ट पर्फर्मेन्स भनेर देखायो, सेकेन्ड राउन्डमा पनि हल्का देखायो, त्यसपछि देखाएन। अनि थर्ड राउन्डमा त खालि स्कोर मात्रै देखाएर आउट गरिदिएको कि त्यस्तो गरेर। भनेपछि कुनै एपिसोड पनि छैन युट्युबमा? एउटा चाहिँ छ, धरानगो बजारमा भन्ने चाहिँ। झ्याउ लाग्दो कम्पिटिसन सब व्यापारी होइन। फेरि यस्तो हुन्छ मान्छेलाई आफ्नो आफ्नो हो, तर स्ट्रगल गर्नै छ क्या। जहाँ गयो नि त्यो कम्पिटिसनमा गएको पनि विनरहरू कता कता हराउँछ नि। आउने भनेको त जो राम्रो छ त्यही मान्छे आउने हो क्या। के अरे मैले त अब मैले चाहिँ त्यहाँबाट मन किन टुटायो भन्दा अब त्यो लाइक अब डाइरेक्टर जो पनि हुनुहुन्छ होइन, उहाँले चाहिँ आफ्नै लाइक भान्जीलाई हुन्छ नि, मेरो सट्टामा चाहिँ आफ्नो भान्जी राख्नुभयो क्या उहाँले। त्यो म अहिलेसम्म आँखामा छ कि त त्यस्तो खासै मलाई रियालिटी सोहरूमा विश्वास पनि लाग्दैन त्यस्तै। मलाई त्यहाँ जानै छैन टाइपको भएर। अनि फेरि नेपाल आइडलमा पनि उहाँ नै हुनुहुन्थ्यो जस्तो लाग्यो मलाई। पछि नेपाल आइडलमा पनि फर्स्ट टाइम जिताएर अर्कोचोटि फेरि आउट गरिदिनु भयो। बिन्दु म गएको नि नेपाल आइडल, मैले पनि भिडेको। अनि त्यो प्री अडिसन, अनि त्यो पछाडि अर्को जज राउन्डमा पुग्दाखेरि, जज राउन्डमा जाँदाखेरि त्यस्तै मेरो पनि 2 बजेको थियो क्या, माथि 2 बजेको थियो, 2-3 बजेको थियो होला त्यस्तै। कति बजे यति दिनभरि घाममा लाइन लगाएर है, न केही खानु न केही। त्यतिखेर भर्खर स्ट्रगल गरेर म गएको थिएँ नि। तर मेरो सेम उसले भने जस्तै मेरो त झन् त्यो मलाई त पेन्डिङमा राखेको नि बोलाएन नि, पेन्डिङमा राखेको। उसले मलाई कुनै कमेन्ट्स पनि, ब्याड कमेन्ट्स केही कमेन्ट पनि दिएन कि, यो कारण पनि भनेन। तर त्यो पेन्डिङमा राख्छ नि बोलाउँदा राख्छ। अनि पछि मैले सोचेको थिएँ आउँछ होला युट्युबमा त, किन मलाई रिजेक्ट गर्यो भन्ने देखिन्छ होला भनेको थिएँ। आफूलाई हेर्नु मन हुन्थ्यो नि त, त्यो मलाई थाहा थियो नि त मैले पर्फर्म गरेको त। तर आएन त्यो पनि, युट्युब टिभीमा पनि आएन कि कहिले कहिले त्यस्तै। अनि मलाई त त्यो सुरुदेखि नै मलाई खासै विश्वासै लाग्दैन थियो। घरको फ्यामिलीको लागि गयो, जा अब सिकिरहेछस् म्युजिक भनेपछि जानुपर्छ भन्ने हिसाबले गएको। अनि रियालिटी सोहरू खासै पहिल्यैदेखि खासै मन पनि लाग्थेन। अनि अब त्यो नेपालमा चाहिँ यो रियालिटी सोमा चाहिँ त्यस्तो ट्यालेन्टलाई एकदम कदर नै छैन कि। तर आजभोलि चाहिँ जसरी अब मान्छेहरूले अब भनौँ न नेपाल आइडलमा पनि अब जसरी जित्नु भएको छ करण, उहाँको पनि राम्रो छ आवाज, नराम्रो चाहिँ भन्न मिल्दैन, एकदम राम्रो छ आवाज। उहाँले जित्नु भयो नि त योचोटि। यो यसमा चाहिँ म एकदम सेटिस्फाई छु कि उहाँले चाहिँ जित्नै पर्थ्यो, किनकि उहाँले चाहिँ डिजर्भ गर्नुहुन्छ। तर म एउटा भन्छु कि टप 5 भित्र या टप 10 भित्र पुगेको मान्छे कोही भन्दा कोही कम हुँदैन, एउटा कुरा है। अनि कोही भन्दा उनीहरूले हेर्ने भनेको कसलाई कति लाने, कुन अब कम्युनिटी वाइज कहाँ लाने सबै हुन्छ क्या। यस्तो कुराहरू हामीलाई सबै थाहा छ, सेटिङ सबै थाहा छ। अनि लुट्नेले हामीलाई लुटिरहेछ, हामी आफै जानी लुटिन्छौँ भने त्यो उहाँहरूको पनि, उहाँहरूलाई केही खासै भन्नै पर्दैन कि। हामी गइरहेछौँ भने मान्छेलाई हाइप, एउटा पपुलारिटी, पिआर चाहिएको छ भने जाँदा केही फरक पर्दैन कि। हाम्रो मान्छेहरू जिताउनुहुन्छ, जे गर्नुहुन्छ। तर खासै त्यसको उपलब्धि के हो भन्दाखेरि यो भए भनेर अर्को वर्ष हराउनु भन्दा चाहिँ बरु जिन्दगीभरि दुःखै गर्ने तर एक दिन आउने भन्ने हिसाबले आयो हुन्छ कि राम्रो। अब अनुहार देखाउनु छ भने चाहिँ गएको राम्रो, अनुहार देखाउनु छ अनि ल जानु छ। अनि यसो ब्लाइन्डमा गएर अनुहार देखायो, यसो चटक परेको छ, अलिअलि गीत गाउन सक्ने छ भने त देखाएर आयो हुन्छ। तर त्योभन्दा माथि चाहिँ नजानु भन्छु म त। हो त्यो चाहिँ एक्ज्याक्ट। तर मलाई चाहिँ सारेगामामा हुँदाखेरि मेरो चाहिँ लाइक हुन्छ नि, मेरो 3:30 परेको थियो कि बिहानको। 7:30 देखि मान्छे लाइनमा छ, 5000 मान्छे एकदम सानो हामीहरू जस्तो म जस्तो एकदम थियो कि। अनि हुन्छ नि त अब 7:30 बजेबाट 3:30 चाहिँ मेरो टर्न आयो कि 3:30 चाहिँ त्यो रेकर्ड भयो कि। त्यही पनि मैले यसरी राम्रोसँग गएको थिएँ होइन, त्यस्तो आउट त गरेन त्यति बेला चाहिँ। तर जजहरूले पनि अब कुनै जज तर एकदम त्यो मान्छेलाई त्यहाँबाट डिमोटिभेट हुँदो रहेछ कि 1-2 वर्षसम्म त गाउँदिनँ भन्ने टाइपको हुँदो रहेछ। त्यस्तो कुरा गऱ्यो भने त रियालिटी सोबाट अहिले सुजन चापागाई भन्ने मान्छे रियालिटी सोबाट आएको मान्छे, उसले विनर होइन नि त होइन। जति पनि छ विनरहरू त कहाँ पुग्यो थाहै छैन। त्यही भएर
यो जित्नु 1 नम्बर हुनु 2 नम्बर हुनु के होइन सर्टिफिकेट आएर त्यो केही हुँदैन त्यही भएर चाहिँ यो कुराहरू भनेको तपाईँ आफ्नो ठाउँमा जसरी गरिरहनु भएको छ कन्टिन्यू गर्ने मेहनत गर्ने त्यही हो यहाँ फेरि यस्तो छ कि चलिसकेपछि चलेकोले बोल्यो मात्रै भने वा 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 भन्छ फेरि अनि नचलेको नयाँ मान्छेले स्टेजमा गयो भने एउटा यस्तो मिस्टेक पनि हेरेर हुन्छ क्या योभन्दा राम्रो त मैले गाउँछु भन्ने भन्छ त्यो चाहिँ हो ठिक छ अब राजा नभन्नु त्यसो भए ओए सुशीले धन्यवाद फलो लाइक गर ल ए हुन्छ हुन्छ अनि जति चल्यो त्यति आधा गीतै गाउँदैन चलेको सुपर डुपर हिट मान्छेहरू गर्छ सकिएको आधा पैसा त आयोजकले यत्तिकै दिएर हुन्छ म चाहिँ तर सकिन्छ लाइफमा कोहीले पनि मेरो गीत पनि हिट भएको गीत पनि छ होला होइन मान्छेले सुनेको पनि छ तर मैले आजसम्म एकचोटि पनि माइक दिँदिनँ क्या किनभने मेरो काम हो जस्तो लाग्छ यार मलाई त्यो पुरा सिङ्गरहरू त जहाँ हाई छ त्यहाँ त अरूलाई दिइहाल्ने नि त हो Kings the same. Welcome everyone. Welcome. अनि आज चाहिँ हाम्रो इग्नोर गरेको छैन दिदीलाई भेटेको थिएँ भनेको थिएँ कि अनि अब म्यामले पनि हेर्नु हुँदो रहेछ अनि त्यो मैले हजुरको केही नभने है योवाला हुनुहुन्छ नि उहाँलाई चाहिँ मैले हिजो लाइभमा भेटेको भनेको अनि कस्तो राम्रो गाउँछ उहाँले मैले त फलो पनि गराएको छु भन्ने राख्नु भएको थियो के हो र ल मैले पनि सम्झेको छ भनेन गुड नाइट ज्वरो आएको छ आज मलाई हो र राजा के भएर ज्वरो आयो त टाइममै सुत्नु सुशील राजा सुशी मलाई तपाईँ नभन्नु भन्छ नि सुशीले भनेको क्या त्यही भएर तपाईँ नभन्नु भाइ भन्नु भन्छ अनि सुशीले के छ सुत भन्यो भने त अनि दिदी त बाहिर बाहिर पनि प्रोग्रामहरूमा जानुहुन्छ होला है जान्छु नि जय भए गुड मर्निङ दुर्गेशको गीतमा सुर्न त हुन्छ हुँदैन दिदी छ त दुर्गेशको सबसे बेस्ट गीत अहिलेसम्मको के अरे दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे यो त दामी छ त यो गीत त यो गीत चाहिँ सबैभन्दा उसको बेस्ट सङ्ग हो त्यसो नभन्नु है दुर्गेशसँग मैले अहिले भर्खरै प्रियङ्का कार्कीको मुभीको अब आउने लेटेस्ट हिट नम्बर गएको छ नि फेरि मास्टर नि भर्खरै गएको छु कस्तो सुन्छ तर त्यो गीत त यार कसरी आउट भने गाली गरेर मार्छ होला सेवा जय के छ जय भए म त्यस्तै मन पर्छ कसैले चाहिँ लाइक यो मुभीहरूको गीतहरू गाऊ भनेपछि चाहिँ अब उनीहरूले त दिन्छ होइन गीत चाहिँ अनि त्यो हाइलो यसमा कस्तो गाह्रो हुँदो रहेछ मुभी भनेको फेरि तिम्रो भोकलको लागि बनाएको मुभी भनेको यस्तो हो कि उसको मुभीको स्टोरी अनुसार बनिसकेपछि फिक्स हो क्या त्यो गीत बरु 10वटा सिङ्गर चेन्ज गर्छ त्यो तिम्रो गीतको लागि तिम्रो स्वरको लागि भनेर त्यो मुभीले कहिले पनि के भन्छ लो हाई गर्दैन कहिले पनि मैले यो केही नभने मेरो बुहारीलाई भन्ने गीत पनि अगाडि 2जनाले सिङ्गरले गाइसक्नु भएको थियो अनि अगाडि नै गाइसक्नु भएको गीत हो तर मलाई एउटा हाई त्यो लास्टको पार्ट थियो आउने छु नयाँ म लास्टको पार्ट सुन कि मलाई नै गाह्रो भएको थियो आउने छु नयाँ घरमा माया कुम्ल्याएर तिम्रै मायाको भरा माइती भन्ने पार्ट छ त्यो पार्ट चाहिँ त्यो सिङ्गरहरू उहाँहरूको नपुगेपछि चाहिँ उहाँहरूले लो गर्दै मान्नु भएन दामी गाउनु भएको थियो अगाडि होइन लास्टमा अनि कहाँबाट रिल्समा मेरो भोकल भेट्नु भएर अनि ल यो केटीलाई एकचोटि ट्राई गरौँ भनेर निश्चल दाइले भन्नुभएछ यो सिङ्गरलाई अनि ठ्याक्कै मलाई रिल्सबाटै लिनुभयो नि टिकटकबाट मेरो पनि अनि त्यो खुट्टा भए जुत्ता छानी छानी पाइन्छ यो बजारमा भन्ने गीत मैले गाएँ नि त केटीको अनि त्यो गीतको भर्स अन्तरा चाहिँ सुन्नु भएछ अनि ल यो टोनलाई ल्याऊँ न त भनेछ अनि मेरो ओपनली गऱ्यो भने मैले हाई पनि गाउँछु नि त अनि दाइले ठ्याक्क अनि आज कम्पोजर दाइले क्या मलाई फोन गरेर अब के थाहा होइन त्यस्तो मेन स्ट्रिमको मुभीहरूले हामीलाई बोलाउँछ भने त हामी गर्दै गर्दा थाहै यादै हुँदैन अनि दाइले कम्पोजर दाइले निश्चलजी र स्वस्तिमाको एउटा मुभी छ अहिले बेहुली फ्रम मेगौरी त्यो त मलाई थाहा थियो किनभने मुभी आउँदैछ उहाँहरूको अनि छ एउटा तिम्रो भोकल एकचोटि ट्राई गर्ने रे भन्नुभयो म त सक्तो है अनि गएँ स्टुडियो अनि बोलाउनु भयो दिउँसो अनि गएँ अनि ट्राई गराउनु भयो अनि मैले त्यो सुन्दै गाएँ अनि भरे दाइले भन्नुभयो तिम्रो भोकल मन पर्यो
2 दिन प्र्याक्टिस गर अनि त्यो पछाडि आऊ भन्नुभयो। अनि मैले यस्तो मेरो भोइस सुनेको ल सुट गर्दो रहेछ भन्ने भएर 2 दिन पछाडि बादमा फेरि त्यो गएको अनि गाएर चाहिँ दाइले मलाई कस्तो दामी एउटा यस्तो दामी निश्चललाई मलाई त्यतिखेर यस्तो लाग्यो लाइक नयाँ तिमीहरू जति धेरै स्ट्रगल गर्दैछौ हाम्रोबाट पनि केही पुस भयो भने तिमीहरूको करियर पनि बन्छ। कति दुःख गरेर हुन्छ सबै सिङ्गर नभए त हामी जो सिङ्गर पनि ल्याइहाल्थ्यो नि भनेर कस्तो ब्याक हुन्छ नि गाइसकेपछि। अनि तिमीलाई यो भदौमा रिलिज हुन्छ यो सङ्ग तिम्रो लाइफमा तिम्रो लागि एउटा प्लस हुन्छ है भन्नुभएको थियो। सेम भइरहेको क्या। अनि तर यो गाना चाहिँ एकदम दामी छ। अनि तपाईँले त्यो तपाईँको टोटलै अलग छ कि अगाडिको पार्टहरूले क्लिक भएको क्या ठ्याक्कै होइन। पछाडि त ठिकै नर्मलै छ तर डान्सिङमा अनि अब अगाडिको पार्ट भएको रहेछ अनि राम्रो चल्दियो। अनि त्यो एउटा सानो पोइन्ट राम्रो भएपछि मान्छेले मन पराउने रहेछ। अनि कसले गायो भनेर खोज्छ नि त। नक्कली म नक्कली छु र कस्तो अचम्म। तर त्यो कुराहरूमा त लक पनि हुँदो रहेछ कि दिदी। फिल्ममा त त्यस्तै फिल्ममा मात्रै होइन गीतहरू। अब सुरुमा म हङकङमा थिएँ मेरो प्रोग्राममा राईमाइला पनि मलाई भन्नुभएको थियो। अब मेरो लक भएको भए मैले गाउँथेँ होइन। अनि मलाई हजुरको आँखै नसालु भन्ने पनि मलाई भन्नुभएको थियो। म टुरमै थिएँ मैले गाउनै पाएन। यति एउटा हिट नम्बर मैले गाउनै पाएको छैन जुन मेरोमा आएको थियो होइन। मेरोमा आएको क्या आएको गीतहरू कति धेरै धेरै हिट नम्बरहरू छ तर मैले त्यो चाहिँ मैले टाइम दिन पाइनँ। कुन दिन प्रोग्राममा थिएँ कतिवटा प्रोग्राम छोड्नुपर्ने। अब आजको भोलि गाउनुपर्छ गीतहरू। कहिले कहिले स्टुडियोले आज आऊ न यस्तो गीत छ भन्छ। आफू त जहिले रेडी हुनुपर्छ नि त सिङ्गर भएछ नि। यस्तो 4-5वटा हिट नम्बर कि मैले पछि सुन्दै सुनिनँ यति धेरै टिकटकै भरि आउँथ्यो यार मैले छोडेको गीत टाइपको मैले गाउनु नपाएको हुन्थ्यो। त्यस्तो हुन्छ लक हो क्या नजुरेको। मलाई पनि भन्नु चाहिँ भएको छ। अब मलाई अहिलेसम्म म झुट बोल्दैन यो अलिकति आउने भएर चाहिँ मलाई धेरैजनाले पठाउनु पनि भएको छ होइन। तर कति बेला जान पनि पाइँदैन। एउटा गाना त राम्रो छ अब त्यसलाई कान्छ सबैलाई दिदी नभन है। बिन्दु त दिदी होइन सानो कसैलाई बिन्दु भन बिन्दु भन। ल अब तिमीमा छुटौँ ल अब हुन्छ म नि पनि भएछ अब म पनि छुट्छु गफ गरेर यताउता कुरा गरेर ल जोइन हुँदै गरौँ न ल बिन्दु। ल गुड नाइट ल ल। अनि टाइम भयो भने क्लास पनि जानु है ल। किन भने है मेरी बुहारीलाई मै गरौँला घरको काम हे काम। छोरो मेरो प्यारी उसकी प्यारी हो ना 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 राम राम। हेलो वेलकम नमस्ते सबैजनालाई। एकदमै धेरै माया छ है। मलाई यति धेरै माया गरिदिनु भएको छ यति सानो टाइममा। आई एम भेरी मच ह्याप्पी। सरी गाइस मलाई धेरै कुराहरू सिक्नुपर्ने छ साँच्चै। तिम्रो याद आइसक्यो आउन तिमी पनि सिरिरी बतासमा शीतल हावा बने। आउँदैन नि जीवनको बाटोमा तिमी सधैँ अघि बढ। धन्यवाद धनियाको पास सबैजनालाई एकदमै धेरै माया छ है।
सबिना हमसे के नाम छ जय जय कृष्ण बस्नेतजीले हो खानी हो या मो ए कान्छा खानी हो या मो कमरमा पोको निधारमा टोको ओठैमा हाँसोले म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे सम्झना ओके ओके यति धेरै लभ यु भन्नुभएको छ लभ यु सबैजनालाई एकदमै धेरै माया है सातौं जन्म तिम्रै नाम गरे मैले तिम्रै माया भए छ केही माग्दैन म हातमा समाई सै घुम्टी घुमा भगाइ लानु रे म पनि जान्छु तिमीसँग म पनि एउटा दादा आउनु भएको थियो कहाँ जानुभयो वैरी हाम्रो दादा प्रज्वल दाई तपाईँ एकछिन यहाँ आइराख्नु भएको छ भने यसो म्यासेज गर्नु न हाम्रो प्रज्वल दाईलाई पनि एकदमै धेरै सम्झेको छु मैले प्रज्वल दाई म्यासेज गर्नु न है रमाइलो कुरा गर सपनाको कुरा गर अब म पनि छुट्टिनु पर्ने हुन्छ सबिन राईको अरे हजुर सबै गाना त मलाई नि त्यस्तो धेरै आउँदैन अघि दिदीले भने जस्तै हो कि त्यस्तै हो होइन अब के भनौँ सम्झनाका फुल तिमीलाई यादहरू पनि साँचिराख माया मेरो म टाढा भए पनि याद बोकेर हिँडेका बादल झरी रूपमा तिमीलाई रोजाउलान् झरी रूपमा तिमीलाई रोजाउलान् सबैजनालाई बाई भन्न चाहेँ मैले सबैजनालाई बाई बाई है म पनि सुत्छु बिहान अफिस हुन्छ अनि भेरी नाइस सङ थ्याङ्क यू म अब यसरी डे टु डेमा चाहिँ भिडियोहरू राखिरहेको हुन्छु मेरो सबैजनाले मेरो जति पनि भिडियोहरू आउँछ सबै भिडियोहरूमा चाहिँ रिपोस्ट गर्नु होला होइन मेन भनेको तपाईँको माया साथ सपोर्ट चाहिने हो मलाई है अहिलेसम्म यति सानो टाइममा मलाई यति धेरै माया गरिदिनु भएको छ होइन मलाई कुल ग्याङ थ्रुबाट चिन्नुभयो बेल्जियम ग्याङबाट मलाई धेरैजना थ्रुबाट चाहिँ चिन्नु भएको छ मलाई होइन अब लाइक अब सङहरू पनि आइरहेको छ एकदम माया देखाउनु होला सबैजना मलाई फलो पनि गर्नु है अनि त्यही हो सबैजनालाई एकदमै धेरै माया बाई बाई भन्नु कि अब निद्रा लागिसक्यो गाइस सो बाई बाई एकदम धेरै माया छ है